हेलो साथीहरू नमस्ते। ल अब हामी सुरु गरौँ है बेसिकदेखि एडभान्ससम्म अटोक्याड। मैले यहाँ अटोक्याड ओपन गरिसकेको छु होइन। अब सुरुमा चाहिँ के गर्ने भन्दाखेरि यदि तपाईँहरूको के भन्छ कम्प्युटर ल्यापटपमा अटोक्याड इन्स्टल छैन भने कमेन्ट गर्नु होला होइन। त्यो इन्स्टलको प्रोसेस पनि हालिदिन्छु होइन। नभए अलरेडी इन्स्टल छ भने सुरुमा के गर्ने जस्तै कि यो अटोक्याड ओपन गर्ने। अटोक्याड ओपन गरिसके पश्चात त्यसपछि के गर्ने युनिट्स लेख्ने। युनिट्स लेखेपछि के हुन्छ भन्दाखेरि UNITS होइन युनिट्स लेख्ने। युनिट्स लेखेपछि के हुन्छ ड्रइङ युनिट्सको इन्टरफेस आउँछ होइन। यहाँबाट हामीले के गर्छौँ चुज गर्ने गर्छौँ है। यहाँबाट चुज गर्छौँ। अहिले म भन्छु फेरि। अब कि त युनिट्स कि त पुरै युनिट्स लेख्नु पऱ्यो UNITS लेख्नु पऱ्यो होइन। कि त यसलाई सर्टकट कमान्डमा चाहिँ के गरेर लेख्न सकिन्छ भन्दाखेरि UN इन्टर लेख्न सकिन्छ। UN इन्टर गऱ्यो भने फेरि के हुन्छ ड्रइङ युनिट्सको इन्टरफेस आउँछ। यहाँबाट चाहिँ के हुन्छ हामीले अब मिटरमा एमएममा सेममा उस गर्नुपर्ने छ के अरे ड्रइङ बनाउनु पर्ने छ भने हामीले डेसिमल राख्नु पऱ्यो होइन। यदि होइन हामी फिटमा इन्चमा बनाउने हो भने त्यति बेला हामीले के गर्नु पऱ्यो भन्दाखेरि इन्जिनियरिङ चुज गर्नु पऱ्यो। इन्जिनियरिङ चुज गर्ने यहाँ चाहिँ के हुन्छ 0 फिट 0 इन्च चाहिँ सेलेक्ट गर्ने। र अब फिट र इन्चमा कुन युनिट चाहिँ सानो छ त इन्च सानो छ त्यही भएर इन्च सेलेक्ट गर्ने है। अब चाहिँ ओके गर्ने। अब चाहिँ के गर्नुपर्छ भन्दाखेरि यहाँ यो फर्मेटमा जानु पऱ्यो। यो फर्मेट छ नि यो फर्मेटमा गएर यहाँ चाहिँ के गर्नु पऱ्यो डाइमेन्सन स्टाइलमा गएर फेरि के गर्नु पऱ्यो मोडिफाईमा जानु पऱ्यो। मोडिफाईमा गइसकेपछि के हुन्छ यहाँ प्राइमरी युनिट छ नि। अरू यो प्राइमरी युनिट छ भने अघि जस्तै अघि हामीले जे युनिट मिलाएको थियो नि यो युनिट फर्मेट सेम त्यही गर्नुपर्छ। जस्तै यहाँ इन्जिनियरिङ अघि इन्जिनियरिङ गरेको थियौँ त्यही भएर यहाँ पनि इन्जिनियरिङ नै हुन्छ। र यहाँ अलरेडी के भयो त 0 फिट 0 इन्च भइसक्यो है। अब चाहिँ के गर्नुपर्छ भन्दाखेरि हामी ओके गरेर होइन अब सेट गरिदिनुपर्छ। ल सेट करेन्ट गरिदिउँ है। सेट गरिसकेपछि अब यो भइसक्यो। जस्तै कि अब यो युनिट सेटअप भइसक्यो। अब हामीले चाहिँ फिटको हिसाबले चाहिँ यहाँ ड्रइङ गर्न सक्छौँ है फिटको आधारमा। अब जस्तै चाहिँ अब यो लाइन छ यो लाइन हो यो कमान्ड हो है। यो के अरे टुल्स बक्सहरू दिएको छ नि त यहाँ यो लाइन हो होइन। कि त यहाँबाट पनि लिन सकियो नभए यल इन्टर पनि गर्न सकियो है त यल इन्टर। अब मैले लाइन लिएँ। अहिले के छ यो सिधा सिधा भइरहेछ नि जस्तै कि होरिजेन्टली पनि सिधा भइरहेछ भर्टिकल पनि सिधा भइरहेछ नि त। यो भनेको के हो भन्दाखेरि अर्थ अन भएर या अर्थ हो छ F8लाई थिच्ने हो भने अर्थ अन र अर्कोचोटि थिच्ने हो भने अर्थ अफ हुन्छ। जस्तै कि मैले F8 थिचेपछि यहाँ हेर्नु F8 अब अर्थ हट्यो त्यसपछि बाङबुटिङको लाइन भइरहेको छ छड्के यताउति भइरहेको छैन। र यही कुरा मैले फेरि अर्थ अन गरेपछि सिधा सिधा हुन्छ हेर्नु सिधा सिधा हुन्छ होइन। हो यति भइसकेपछि के हुन्छ भन्दाखेरि हामीले अब मानौँ यो लाइन यहाँबाट लिन सक्यौँ। अरू कुराहरू चाहिँ के हुन्छ हामीले डिफ्रेन्ट टाइप्सको टुल्सहरू छ नि त यहाँ टुल्सहरू छ होइन। टुल्स बार सबै छ होइन। यहाँबाट यहाँ पनि छ यतापट्टि छ जस्तै कि के भन्छ इरेजको छ कपीको छ मिररको छ होइन अफसेटहरू छ होइन डेथ टुल्सहरू यहाँ पनि छ मुभ्सहरू होइन। अनि यहाँ पनि छ। अझै चाहियो भने अझै हामीले यहाँबाट राइट क्लिक गरेर डिफ्रेन्ट टुल्सहरू लिन सक्छौँ। यहाँबाट यहाँ डिफ्रेन्ट टुल्सहरू सबै यहाँ सेटअप गर्न सक्छौँ होइन। र सबभन्दा मेन के हुन्छ अटोक्याडमा चाहिँ सबभन्दा मेन भूमिका नै उसको के हुन्छ त लाइनकै हुन्छ। लाइन जानेन भने हामी केही गर्न सक्दैनौँ। सबभन्दा पहिला के गर्नुपर्छ लाइन जान्नु पऱ्यो है त। अब बिस्तारै बिस्तारै हामी अहिले चाहिँ लाइनको कुरा गऱ्यौँ। अब जस्तो यो लाइन छ भने मैले अब मानौँ यता 5 फुट गरेँ। ल 5 फुट गरिसकेपछि 5 फुट यता आयो अनि मानौँ अब माथि कति 10 फुट गरिदिउँ। ल 10 फुट अब 10 फुट भनेपछि यहाँ आयो होइन 10 फुट अनि फेरि 5 फुट अनि यसरी चाहिँ गरेर हामी एउटा रेक्ट्याङ्गल पनि बनाउन सक्यो होइन। अथवा नभए अरू पनि आवश्यकता अनुसारले चाहिँ हामी लाइन कोरेर जे पनि गर्न सक्छौँ। यहाँ डिफ्रेन्ट टाइप्सको ड्रइङहरू बनाउन सक्छौँ। अब यसरी नै चाहिँ हामीले प्रत्येक कमान्डको छुट्टा छुट्टै भिडियो हाल्ने नै छ। अब यही अनुसारले चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि आवश्यक परेको कुन कुन भिडियो अथवा कुन कुन कमान्ड चाहिँ जान्नुपर्ने भएको छ त्यो चाहिँ भन्नु पऱ्यो है। कमेन्ट गर्नु होला अनि त्यो अनुसारले म यहाँ भिडियो बनाएर हालिदिन्छु।